12 चाहिँ यो मम्मीले टिका ल्याइसक्नु भएको छ अनि अब चाहिँ हामी भात खान आँटेको मैले भनेको कुरा चाहिँ बुझ्नु उहिले बुझेको घरनिर बुझ्नु यहाँ 54 वर्ष भइसक्यो दुलाइले भए पनि ढोकिदिनु पर्यो अरूलाई चाहिँ सबैलाई अब है हुन्छ हुन्छ मैले त ढोक्ने मान्छे रहेन मैले कसलाई ढोक्नु अम्मालाई मलाई ढोक्नु ढोलो तिमीहरूले मलाई ढोक्नु ए ल अनि भन्नुभयो नि अब पिलीलाई सुसु खाइदिएको कन्टिन्यू हाल यता बस्छ नि जुत्तु चाहिँ फोटो आले कन्टिन्यू का यता अलिकति गाना देख्न मैले सुगात सुगात यता 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 टुक्टुको दिदैन टुक्टुको सुगात त भागै हिजो त छैन अरे त सुगात भागै मम्मीलाई हट्यो ओ सुगात तिर कता भाग्यो घरतिर अब कति रुपियाँ कमाए अढिसी अढिसी हुन्छ के चाहिँ यो धुन टिसर्ट किन्दा नि कहाँ पर्छ को किन्दै किन्दा पर्दा म थाहा भएन मोबाइलमा हेरेको कहाँको त म पनि त थाहा भएन जहाँ सुकै रहेछ एउटा किन्दा अनि कति लिएको त अनि मिलेकोमा कहिले हामीले थियो कान्छाले लिएको नि ठुलो मान्छे त उयो पो लिएको त हामीले त त्यो कोकमा थियो कोकमा त्यसले ल्याएन त आज लिएको त आज ल्याउ त तल छ गिलास कान्छ देखाऊ आज लिएको त देखा त कतिवटा परो यता ल्याउ त एउटा किन्दा एउटा रहेछ छवटा एक क्यारेट किन्दा छवटै पो दिँदैन पप्पड छप्पड कस्तो दामी यहाँ छ गाइस गिलास कोका कोला पापड 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 मम्मीलाई खुलाएर यहाँ राख्नु भएको छ पापड गाइस चाहिँ पापड पापड खाने अरे खानुपर्छ सबभन्दा पहिला झापड अझ हामी माथि जाँदैछौँ एकचोटि माथि गएर भेट्छु ल गाइस ल्याउनु पर्ने हो अरे थाल 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 ओ एक घन्टा लडे जान्छ हाम्रो ठाल 1 piece गेम फिनिस अब चाहिँ माथि गएर भेट्छु है गाइस सुम्नीमा हार्दिक दादालाई खोलेर चिसो बुढाहरूले भ्लग बनाउँदैछ अरे क्या कान्छा त बस्छ ड्याडीको चाहिँ यहाँ ढोम्बा अहिले हेर्नु भनेको सुम्नीबाट पनि हेरौँ न यो हाप्छ कि सोल लाग्छ भन्छ के हो के गरेर बनाउँछ नि त यस्तो कस्तो सानो सानो भयो खानु त आउनु कसरी खा कोइली बनाउनु पर्छ कोइली बटार्नु पर्छ मगजतै अनि अनि बुढाउनु मगजतै अनि कस्तो बाट्नुपर्छ खान्छ ए खाना अहिले पापड लिनुहोस् कान्छा यता यो सुगा सुगा त होइन मलाई देऊ यहाँ खानु नि तल छ त गिलास ल्याउनु खानु नि छ कति सिधा हात हो त राईको त हात पनि कति सिधा यो राईको हात बन्छ अनि म त के भन्नु भन्नुभयो यसो कुट्नु न हौ पाटा पिट्टा कुट्नु यताउता भनेर त्यसले त अनि त्यसो भन्दै आउँछ वर्गै त्यस्तो पर्छ हौ वर्ग नै माछा मार्नु जाँदा नि कसैको माछा मर्छ कोही जाँदा भुट्न नि मर्दैन यसले त अनि माछा के सधैँ झट्टातिर होइन मेरो घर अगाडि के त्यत्रो हाल्थ्यो त्यहाँ गएर बल्छी देखेको थिएँ नगएर नि तिमीले लिएको है अनि बल्छीमा तुम्रो कुन्दु गर्दै बोलेको घरमा यत्रो त हुन्थ्यो त्यही त अनि बनायो अनि खायो कसैको हातमा त्यस्तो हुन्छ अरे क्या होला म चाहिँ माछा मार्नु गएँ मर्दैन म जङ्गल नि अर्को लैजामा एकदम हो भन्छन् गयो म गएको चाहिँ कुनै कहिले नि शिखर पर्दैन शिखर पर्दैन
सरो दादाले सरो दादा मम्मी सरो दादा हुन् सरो दादा बोली जाँदाखेरि अनि किनेर खान्छौँ कि मृगहरू मारेर हुँदैन अरूले यसले पनि मारेको छैन एउटा एउटा मृग मारेको त दादाले मारेको त मैले खाएको छैन यसले मारेको दादा यहाँ आइसक्नु दादाले त नि सिकार पनि नगर्ने त गाडी चलाउँदैन त्यसले चलाउनु दियो चलाउनु त त्यतिकै एकछिन त हिँड्नु नदिने हामीले अनि यहाँ काम छैन यसको अनि त्यही भएर काम अनि भित्र बस्यो भने बाहिरबाट किचनबाट गइहाल्छ अनि उता पर काम छ यस्तो पनि क्या फेरि काम धेरै नि त पाहाडमा मान्छेको के हुन्छ भने नि पाहाडमा काम भनेको कति हुन्छ खै त क्यामेरा क्यामेरा के हो हुन्छ क्या